सेल्फ डिफेन्स या हत्या। अस्तिको पाटनको घटनाले अहिले नेपालभर मान्छेको मनमा यही प्रश्न उब्जेको छ। हिजोसम्म यो घटनालाई हत्याको रूपमा लिएको थियो भने यो नयाँ भिडियो जसले अर्को पर्सपेक्टिभबाट सो घटनालाई देखाउँछ त्यसले सायद अर्को स्टोरी भन्छ। यो भिडियो अनुसार हत्याको आरोपी सञ्जीव नेपालीलाई बेसरी कुटिएको थियो। जुन तरिकाले उनीमाथि कुटपिट गरेको छ सायद उनको पनि ज्यान जोखिममा थियो र मेबी हतियार प्रयोग नगरेको भए उनको आफैको स्वयं ज्यान जान सक्थ्यो। सो यदि यसरी हेर्ने हो भने उनले आफ्नो ज्यान बचाउन चक्कु प्रयोग गरेर ठीक गरेको जस्तो देखिन्छ अनि सेल्फ डिफेन्समा एक्ट गरेको जस्तो देखिन्छ। धेरै मान्छेले सायद यो कुरालाई सपोर्ट पनि गर्नुहुन्छ होला। तर अर्को पर्सपेक्टिभबाट हेर्ने हो भने उनले त्यस्तो धारिलो चक्कु बोकेर सो घटनामा सामेल भएको कुराले उनको नियतमा पनि प्रश्न उठ्छ। अनि त्यो माथि पुलिसले दिएको स्टेटमेन्ट अनुसार नेमाङ दाजुभाइमा दाजु सुमित नेमाङको घाँटीमा र भाइ सृजन नेमाङको घाँटी, छाती र पेटमा कयौँचोटि चक्कु प्रहार गरेको थियो। सेल्फ डिफेन्स एउटा कुरा हो, तर सबैभन्दा संवेदनशील ठाउँमा बारम्बार चक्कु प्रहारलाई सेल्फ डिफेन्सको दर्जा दिन सकिन्छ कि सकिँदैन? मैले यहाँ कसैको साइड लिएको होइन र तपाईँलाई घटनाको दुवैतिरको दृष्टिकोण देखाउन खोजेको हो। सो यो हत्या हो कि सेल्फ डिफेन्स हो तपाईँले नै डिसाइड गर्नु होला। तर यो पनि बुझ्नुपर्ने कुरा हो कि सायद यो कुराको निचोडमा पुग्न हामीसँग इनफ एभिडेन्स नहुन सक्छ र पुलिसबाट सबै कुराको निष्पक्ष छानबिन भएपछि या अदालतमा तर्क वितर्कपछि यो कुराको निचोड आउला।